अनि जुन सरसँग बन्थेन त्यो पनि बस्यो है अफिसमा। ओके, हाम्रो फेभरेट टिचरहरू पनि थिए। वान अफ द फेभरेट चाहिँ साइन्स थियो नि त। एन्ड हामीसँग फसेको भनेको चाहिँ पाडो खेमो है। पछि गएर उनको बाले नै हेर्ला होइन, हेर्नु केही हुँदैन, यस्तो हाम्रो जवानीको कुरा हो होइन। एन्ड मनिष पनि थियो आई थिङ्क सो। एन्ड त्यो भैरवाको त्यसको नाम महेन्द्र, याद राख्नु, महेन्द्र थियो। एन्ड के भन्नु भन्दाखेरि सर एउटा कुरा राख्छु है भन्यो है होइन। त्योभन्दा पहिला चाहिँ हाम्रो एउटा म्याथ टिचर थियो होइन, त्यो सरले के भन्दै थियो भन्दाखेरि ल यो त हजुरको क्लासमा आउँछ भने होइन, हाम्रो म्यानेजमेन्ट सरले क्या, जसकोमा बङ्क हानेको थियौँ। ओके, अनि म्याथ टिचरले यसो हेरेँ, जसमा यताउति गरेँ होइन, बाबु तिमी मेरो क्लासमा भन्नाले तिमी कति क्लासमा पढ्छौ लाइक समथिङ त्यस्तै कुरा गरेँ। तिमी मेरो क्लासमा तिमी यहाँ पढ्छौ भन्ने जस्तो कुरा आयो क्या होइन। उसको क्लासमा कहिले नबस्ने त्यो साथी है। ओके, हामी निस्किने। सर फेरि कस्तो भने दयालु हो कि लाइक दयालु जो कस्तो मनको राम्रो है। ओके, सरले के गर्ने भन्दाखेरि बाबु चिचार नभन्, मुटु कमजोर छ मेरो गर्थ्यो क्या। ओके, माया फेरि माया लाग्दो, हरिफ माया लाग्दो एवान। अनि यो सबै चाहिँ देखो के भयो भन्दा त्यतिखेर अनि त्यस्तो कुरा भयो भनेपछि क्लासमै बस्दो रहेछ भन्ने बुझ्यो। हामी 4 जना फसेको है, 4 हो कि 5 जना। ओके, एन्ड जुन चाहिँ क्लास रोकेर बसेको थियो नि, ओके सर, ऊ त्यसले फेरि के भन्नु भन्दाखेरि यो 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 लामो बालवाला मलाई के लामो बालवाला पिट्टी काम छैन, अस्ति नै उस गरेको यताउति भन्ने कुरा लाउँदा मलाई रिस उठ्यो होइन। मैले के भन्दा तेरो क्लास बङ्क हान्थेर होइन त बोल्नलाई भने। प्रेसरको बुढो मान्छे होइन, अब हरि बुढो थियो, मभन्दा अलि ठुलो उफ्री हान्यो क्या मलाई, यस्तो गरेर हान्यो कि अझै बोल्छस् भन्दै होइन। अनि एकछिन चुप लाग्यो, त्यसपछि फेरि कुरा गर्नु लाग्यो। अरू सरले त यस्तो पढ्ने तेरो यताउति कुरा के गर्न लाग्यो। म फेरि कहिले बोले भने अनि बसेको के कुरा गर्छ भनेको त फेरि एकछिन पछि के गर्नु लाग्यो। मैले के भन्दा फेरि हजुरमा झरे हजुरको क्लास बङ्क गरेको र हजुर बोल्नलाई आफ्नो क्लास लिन जानु न भने फेरि हान्यो, हरि हान्यो मलाई। त्यसपछि अर्को सरले ल तिमीहरू क्लासमा जाऊ होइन, म कुरा मिलाउँछु भने। त्यसपछि हामी निस्क्यौँ। ओके, अब हल्लारे उमेर गरम खुन हेनतेन होइन, हरि भनिदियो। अनि हाम्रो स्कुलमा फेरि के हुने भन्दाखेरि अब ठ्याक्क केटाकेटी फेरि पहिला लाइक 8 सम्म चाहिँ त्यस्तो हुन्थेन, मिल्थेन, पछि मिल्ने क्या साथीहरू। केटा भनेपछि बराबर सब सेयर हुने। ओके, अनि त्यसपछि त्यो भयो, निस्क्यौँ। अनि त्यसपछि अब दोस्ती भयो त्योसँग। अनि त्यो भैरवालासँग नि त्यसले के भन्थ्यो भन्दाखेरि मेन कुरा यहाँ राख्नु कि सर प्लिज सर हाम्रो फर्स्ट टाइम हो होइन, अब माफ गरिदिनु, अबदेखि यस्तो गल्ती हुन्न भन्थ्यो कि साथीले है, याद राख्नु। हो त्यही टिचर, सोसल टिचर। ओके, ल यो बाबु चाहिँ अलि ठिक लाग्यो मलाई होइन, यो बाबु अलि पढाउन लाग्यो जस्तो छ भनेर भन्यो। ओके, यसको राज चाहिँ अर्को पार्टमा खुल्छ है, म भन्छु। ओके।